भिनस कलेजको फिजिक्स ल्याबमा छौँ र हाम्रा भाइ बहिनीहरूले एउटा 12 क्लासमा पढ्ने भाइ बहिनीहरूले चाहिँ एउटा प्रोजेक्ट बनाउनु भएको छ यो सोलर ट्र्याकिङ सिस्टम। र यसमा हेर्दाखेरि के काम गर्छ, यदि कसरी काम गर्छ भनेर उहाँहरूले संक्षिप्तमा बताउनु हुनेछ। हेरौँ है त। मेरो नाम विरेन शेर्पा अनि मेरो नाम सुस्ला तामाङ अनि हाम्रो प्रोजेक्ट चाहिँ सोलर ट्र्याकिङ सिस्टम। यो चाहिँ हाम्रो प्रोजेक्ट के अरे सोलर ट्र्याकिङ सिस्टम हो। यसमा चाहिँ हामीले अर्डिनोहरू युज गरेको छौँ अनि यसलाई चाहिँ हामीले डुअल एक्सेस पनि बनाएको छौँ। ओके, सो यो हाम्रो नेक्स्ट प्रोजेक्टमा चाहिँ हाम्रो उहाँहरूले सोलर ट्र्याकिङ प्रोजेक्ट बनाउनु भएको छ होइन। यसमा चाहिँ हाम्रो मेन कम्पोनेन्टको रूपमा चाहिँ हाम्रो अर्डिनो उनो माइक्रो कन्ट्रोलर युनिट युज भएको छ। अनि यसमा चाहिँ बेसिकली दुईवटा सर्भो मोटरले चाहिँ चलाएर चाहिँ यता र मुनिपट्टि दुईवटा सर्भो मोटरहरू राखेका हुन्छन्। त्यसको मोडल चाहिँ S90G छन्, 180 डिग्रीवाला मात्र राखेका छन्। अनि त्यसले चाहिँ हाम्रो माथि र यता माथि र मुनि गर्छ भने यसरी रोटेट पनि गर्ने छन्। यतिबाट चाहिँ मुनिको चाहिँ 360वाला सर्भो मोटर छ भने माथिको चाहिँ 180वाला छन्। अनि हाम्रो चाहिँ यहाँ LDR सेन्सर भन्ने हुन्छन् होइन। LDR सेन्सरले चाहिँ हाम्रो के भन्छ फोटो भन्नाले लाइटको प्रेजेन्समा चाहिँ रेजिस्टेन्स बढ्ने भन्ने हुन्छ होइन। अनि त्यो गरेर चाहिँ हामीले चाहिँ यो ब्याट्रीको पोजिटिभ टर्मिनलबाट चाहिँ सिधै एलडिआरको एउटामा जोड्छौँ होइन, एउटा के भन्छ एउटा पिनमा जोड्छौँ भने अनि अरू बाँकीहरू चाहिँ लिएर चाहिँ हामीले विभिन्न चाहिँ यता जोडेर अनि रेजिस्टेन्स लगाएर मदरबोर्डमा यसको सिग्नलहरू पठाउँछौँ होइन। अनि यो गरेर चाहिँ अनि हाम्रो यो MCUमा चाहिँ होइन कोडिङ गरेका हुन्छन्। यो चाहिँ अब हाम्रो यो LDR सेन्सरबाट यो टप राइट लेफ्ट के भनेर त्यो LDRको पोजिसनहरू पुरै कोडिङ गरेर राखेका हुन्छन् र कति डिग्रीमा र कतिसम्म घुम्ने भनेर पनि कोडिङ गरेर राखेका हुन्छन् होइन। यो कोडिङ गरेर चाहिँ अब हामीले यो अन गराउँदाखेरि चाहिँ हाम्रो यो लाइटसँग रिएक्ट गर्छन्। जतापट्टि अब लाइट छन् त्यतापट्टि घुम्ने हुन्छन् होइन। अनि बेसिकली हामीले यसमा चाहिँ के युज गरेका छौँ भने चाहिँ एउटा चाहिँ ब्याट्री लिथियम आयन ब्याट्री युज गरेका छन्। यो चाहिँ 7000 mAh को छ भन्छन् होइन। अनि त्यसपछि अर्को चाहिँ भयो भने हाम्रो यो के भन्छ लिथियम आयन चार्जर हुन्छ नि, यो नर्मली बजारतिर पाइने। अनि यसको चाहिँ मेनली चाहिँ यसले चाहिँ सोलर ट्र्याकिङ गरेर अब म्याक्सिमम् इनर्जीको आउटपुट दियोस् भनेर चाहिँ यो प्रोजेक्ट चाहिँ उहाँहरूले प्रेजेन्ट गरेका छन्।